हेलो हाई सम्पूर्णमा सेवा नमस्ते अनि धेरै धेरै माया। आज धेरै दिनपछि फेरि अर्को सर्ट एन्ड स्विट माइती घर विशेष भिडियो लिएर आएको छु साथीहरू। के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। अहिले चाहिँ म छु गाईको गोठमा साथीहरू। यो चाहिँ हाम्रो माइती घरमा पालेको गाईबस्तुहरू हो। आज चाहिँ मैले गाईको गोठ विशेष भिडियो नै लिएर आएको छु भन्दा फरक नपर्ला साथीहरू। यतिखेर चाहिँ हाम्रो गाईलाई दाना दिने टाइम भइसकेको थियो। यो चाहिँ हाम्रो घरमा पालेको 2 माउ गाईबस्तुहरू साथीहरू। यो चाहिँ घरको गोठमा, फेरि यो चाहिँ भने पल्लो पुरानो हाम्रो घरमा गोठ बनाएर पालेको गाई हो। हाम्रो चाहिँ गाईबस्तुहरू 2 गोठमा छ नि त साथीहरू, त्यही भएर 2 गोठकै भिडियो मैले लिएको छु है साथीहरू। यता चाहिँ हाम्रो यो पुरानो घर वरपर रोपेको अलैँचीहरू, यहाँबाट चाहिँ हाम्रो पुरानो घरबाट देखिने दृश्यहरू है पारी पारी। यसरी चाहिँ हामी गाईलाई दानाहरू पकाएर दिन्छौँ साथीहरू। हाम्रो गाईको दानाहरू चाहिँ हामी चाहिँ गोठमा नै पकाउने गर्छौँ। यसरी नै आगो गोठमै बालेर पकाउँछौँ साथीहरू। यो चाहिँ मम्मी र म घाँसमा जाँदाखेरि भेटेको च्याउ हो साथीहरू। यहाँ हेर्नु न कस्तो राम्रो उम्रेको थियो यो च्याउ चाहिँ। इस्कुसहरू यसरी फलिरहेको छ। यता चाहिँ टमाटर मजाले फलेको थियो, त्यही भएर मैले चाहिँ अचार लाउनको लागि टमाटर घाममा यसरी काटेर सुकाइदिएँ साथीहरू। हजुरहरू पनि लाउनुहुन्छ होला होइन टमाटरको अचार। मैले चाहिँ मजाले सुकाएर अचार लगाइदिएँ। खोर्सानी पनि मजाले फलेको थियो साथीहरू। मैले चाहिँ पाकेको खोर्सानीहरू चाहिँ टिपेँ यसरी। अनि त्यस पछाडि घाम पुरा लागेको थियो अनि मैले चाहिँ सुकाएँ घाममा मकै सुकाएर चाहिँ हामी चाहिँ यो चाहिँ च्याख्ला बनाएर खान्छौँ भात त्यसको चाहिँ साथीहरू। तपाईँहरूकोतिर खान्छ कि खाँदैन हो मकैको च्याख्लाको भात? हामी चाहिँ यसरी खान्छौँ है त। यो चाहिँ हामीले पालेको खरायो थियो साथीहरू, तर कुकुरले खरायो खाइदियो यसको जोडी चाहिँ। अब चाहिँ हामी गयौँ खोला चाहिँ यो जोगमाई खोला है साथीहरू। यो रहेको छ जोगमाई खोला। हामी चाहिँ गयौँ जोगमाई खोला।